नेपालको संविधान तथा प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठाका साथ दिनरात देश र जनताको सेवामा आफूलाई समर्पित गर्न पाएकोमा मलाई गौरव महसुस भएको छ। मलाई हटाउन 2081 चैत्र 11 गते मन्त्री परिषदको बैठकको तयारी भइरहेको दिन पनि म मकवानपुरको दुर्गम क्षेत्रमा सीमान्तकृत विपन्न चेपाङ समुदायको बस्तीमा बत्ती बाल्ने काममा खटिरहेको थिएँ। नेपाली जनतालाई भरपर्दो गुणस्तरीय पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेको राष्ट्र सेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित बनाउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति समूह वा शक्तिले आफूलाई सफल ठानेका होला। तर नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन। म विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र विदा भएको हुँ। एक जिम्मेवार नागरिकको रूपमा मेरो काम, कर्तव्य र निभार कहिल्यै कम हुने छैन। नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो, कसको स्वार्थ र सेवामा ममाथि जारी लागेको थियो भन्ने विषयमा नेपाली जनता आफै प्रष्ट हुन्। प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरूले नै सार्वभौम संसदको रोस्टम कसरी सदुपयोग र दुरुपयोग गरे नेपाली जनता आफैले प्रत्यक्षदर्शी हुनुहुन्छ। तर त्यसबाट म उत्तेजित र हतोत्साहित भएको छैन, किनकि एक इमान्दार राष्ट्र सेवकका रूपमा मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन। अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन। डेडिकेटेड र फ्रन्ट लाइनको प्रिमियम महसुल प्राधिकरणले लहरमा उठाउन खोजेको होइन। यसलाई सम्मानित सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्मबाट पनि स्वीकृति मिलेको हो। तर महसुल उठाउने काममा सक्रिय मलाई 6 पटकसम्म अर्थहीन विषयमा विवरण तथा स्पष्टीकरण माग गर्ने र हजारौं पृष्ठका कागजात संग्रह गरी विवरण पेश गर्न लगायत मुख्य कामबाट अलमल्याउने प्रयत्न भइरहेको थियो। प्राधिकरणले पटक पटक गरी 4 पटकसम्म लाइन विच्छेद तथा अन्य विकल्प समेत अवलम्बन गरी बटौता वसुलीको प्रयास गरिरहेकोमा पटक पटक माथिल्लो निकायबाट नै अवरोध सृजना भएको कुरा सबैको जानकारीमा छ। लाइन विच्छेद गरी बटौता वसुली गर्ने सहमतिको लागि मैले विद्युत नियमन आयोगलाई 2081 चैत्र 11 गते पत्राचार गरेको थिएँ। यस लगत्तै मलाई बर्खास्त गर्ने निर्णय मन्त्री परिषदबाट भएको हो। बटौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ। सार्वजनिक संस्थाको बटौता उठाउन खोज्ने मेरो प्रयास राज्य विरुद्धको अपराध हो। यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्नेछ। ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी मुलुक भारत र बङ्गलादेशसम्म विद्युत व्यापार विस्तार गर्ने लगायतका अभियानमा सक्रिय भएकोमा गत असारमा वर्तमान सरकार र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री आएपछि ममाथि अनावश्यक, अनैतिक र गैर कानुनी दबाव सिर्जना भएको विषयमा सिङ्गो देश साक्षी छ। सरकारका नेतृत्वदायी जिम्मेवारीमा रहेका पदाधिकारीहरूबाटै प्राधिकरणको संस्थागत विकास उन्नतिका काम कारबाही
प्रभावकारी बनाउन परिपक्व सल्लाह, मार्गदर्शन र संरक्षकत्व प्राप्त हुनुको सट्टा मेरो तेजोवध गर्न, मनोबल गिराउन ममाथि सुनियोजित आक्रमणमा उत्रिनु भयो। यो किन गरियो र कसका लागि गरियो भन्ने पनि प्रश्न छ। मुख्य रूपमा विगतमा आम उपभोक्तालाई 18 घण्टासम्मको लोड सेडिङको अँध्यारोमा राखी उद्योग र उत्पादनका लागि भनेर अनुचित रूपमा डेडिकेटेड फ्रन्ट लाइनबाट निरन्तर विद्युत आपूर्ति दिएका सीमित उद्योगीहरूबाट प्रिमियम विद्युत महसुल बटुल्दा उठाउन नदिन प्राधिकरणमाथि निरन्तर हस्तक्षेप भइरहेको थियो। मेरो व्यक्ति विशेषको निर्देशन मान्ने, मैले व्यक्ति विशेषको निर्देशन मान्ने कि नियम कानुनको पालना गर्ने, प्राधिकरण जस्तो सार्वजनिक निकायको कार्यकारी निर्देशकको रूपमा मैले सार्वजनिक कोषको उक्त बटौटा रकम वसुल गर्ने बाटो लिए। त्यसैले मन्त्री र मन्त्री स्तरीय निर्णयबाट स्पष्टीकरण खोज्ने, थकाउने, दलाउने प्रयास भइरहेका थिए, तर बटौटा रकम नउठाउने गरी आएका आग्रह, दबावलाई मेरो जिम्मेवारी, निष्ठा र कर्तव्यले स्वीकार गर्न सकेन। संस्था र राष्ट्रप्रति घात गर्न मेरो इमान र स्वाभिमानले अनुमति दिएन। यसैले म कानुनको पालना र प्राधिकरणको हितलाई नै सर्वोपरि मानेर म आफ्नो भूमिकामा लड्दै आएको हुँ। महसुलमा चित्त नबुझे प्राधिकरणको पुनरावलोकन समिति, विद्युत नियमन आयोग जान सक्ने अधिकारलाई सदुपयोग गर्नुको सट्टा शक्ति केन्द्रमा आइरहेका व्यक्तिहरूले अहिले केही समय न्यानो महसुस गरेका होलान्, तर सार्वजनिक कोषप्रति उनीहरूको दायित्वबाट कसैले पनि मुक्ति पाउने छैन। यिनलाई संरक्षण गर्ने शक्ति र समूहले पनि राष्ट्रका सामुन्ने यसको हिसाब किताब बुझाउनु पर्नेछ भन्नेमा म विश्वस्त छु। देशको जिम्मेवार नागरिकका रूपमा पनि मैले त्यसको खबरदारी गरिरहनेछु। आम नेपाली नागरिकले पनि यसको लागि खबरदारी गरिरहन मेरो विशेष आग्रह छ। जलस्रोतको धनी देशमा करिब 8 वर्ष अघिसम्म हिउँदमा 15-16 घण्टा र बर्खामा पनि 9 घण्टासम्मको लोड सेडिङ हुनु आम विषय जस्तै थियो। लोड सेडिङ सजाका लागि विदा गरी उज्यालो नेपाल बनाउने अभियानसँगै घर र कार्यालय मात्र होइन, वैशाख 2075 देखि औद्योगिक ग्राहकका लागि पनि लोड सेडिङ अन्त्य गरिएको थियो। लोड सेडिङ अन्त्य कुनै चमत्कार होइन, एउटा इमानदार प्रयास थियो भनेर मैले धेरै पटक भनेको छु।